जयन गर्यो। म क्लास 3 मा पढ्छु। म म्याथको टाइमको टपिक भन्न गइरहेको छु, पढाउन गइरहेको छु। आज हामी टाइमको बारेमा पढ्दैछौँ है त साथीहरू। Let's say and write the time shown by the clock as quickly as possible. को क्लॉक को बारेमा पढ्छौं। 12 यहाँ भएपछि ठ्याक्कै यसको सिधा पोइन्ट भएपछि फेरि त्यसकै तल 6 हुन्छ अनि यसको यतापट्टि 3 हुन्छ अनि यता 9 हुन्छ। यो लामो सुई चाहिँ 12 मा गयो भने ओ क्लक भन्ने बुझिन्छ। यो चाहिँ ट्रु नम्बर। 12 लामो छ अनि यो 2 छ भने यसलाई चाहिँ ओ क्लक अनि यसलाई चाहिँ ट्रु भएपछि जीरो बी नम्बरको पनि दिन्छु। अब चाहिँ हामी आकाशको बारेमा पढ्न जाँदैछौँ। अघिल्लो जस्तो नै राम्रो दिनु। अब यो पहिलाको लामो सुई 12 मा गयो भने ओ क्लक हुन्छ। अब अहिलेको लामो सुई 6 मा गयो भने आकाश हुन्छ। अनि यो 3 को र 4 को बिचमा भयो भने यो आकाश 3 हुन्छ। हजुरहरूले बुझिसक्नुभयो होला। यो लामो सुई 6 मा गयो भने यो आकाश हुन्छ। अब त्यसै गरी नै क्वार्टर टु चाहिँ क्वार्टर पास्ट चाहिँ कसरी हुन्छ त? हजुरलाई त्यही भन्छु। हाम्रो यो लामो सुई 3 मा गयो भने त्यसै गरी हाम्रो यो लामो सुई चाहिँ 3 मा गयो भने हाम्रो क्वार्टर पास्ट हुन्छ। हजुर त्यसले भन्दैछु। यो लामो सुई 3 मा गयो भने चाहिँ यो क्वार्टर पास्ट हुन्छ। अनि सानो सुई ल साथीहरू हजुरलाई पनि यो आइसक्यो होला। अब म भन्छु हजुरलाई क्वार्टर टु कस्तो हो। हजुर यो पक्कै पनि जानिसक्नुभयो होला। म भेट्छु है। अब म हजुरलाई क्वार्टर टु को बारेमा भन्न जाँदैछु।
ल अघि नैको जस्तै हजुरको लामो सुई चाहिँ अब 3 मा हैन 9 मा राख्नुपर्छ। अनि यो चाहिँ क्वार्टर 8 भयो। यो चाहिँ क्वार्टर टु 8 भयो। नाम पनि लेख्छु। र आजको क्लास चाहिँ भ्याइयो। हजुरहरूले लास्टसम्म हेरेकोलाई धेरै धेरै धन्यवाद। हजुरको होमवर्क चाहिँ लाइक, सब्स्क्राइब, शेयर अनि कमेन्ट गर्ने हो। धन्यवाद। अनि सुबानी हड्काले युट्युब च्यानल। नमस्ते।